Welcome to Diya Production. बाँचुन्जेल हजुरकै मरे खोलीतिर यही काख हो राख्ने मैले शिर बाँचुन्जेल हजुरकै मरे खोलीतिर यही काख हो राख्ने मैले शिर भोलि के होला सोची मुटु छुटेकै छिन् पनि सासै रोकिन्छ ओ माझी दाइ ओ माझी दाइ ओ माझी दाइ ओ माझी दाइ पार लगाइदेऊ जिन्दगीलाई ओ माझी दाइ पार लगाइदेऊ नमस्ते भाउजू। नमस्ते बाबु। कताबाट पाल्नु भयो आज? यतैबाट जाँदै थिएँ, हजुरहरूलाई भेटेर जाउँ भनेको। छोरी खोइ त? बस्नु न बाबु। नानी हस् हस् बाहिर आऊ त, अङ्कल आउनु भएको छ। नमस्ते अङ्कल। नमस्ते छोरी। सन्चै छौ? हजुर सन्चै हुनुहुन्छ? ल यो मेरो छोरीको लागि है, ज्ञानी छोरी। पानी लिनु बाबु। छैन देउता तिमी देउतै लाग्छ संसार भरिमै तिमी एउटै लाग्छ देखा छैन देउता तिमी देउतै लाग्छ घाउ लागिसकेछ मैले चालै पाइन नाउ डुबिसकेछ मलाई पत्तै भएन ओ माझी दाइ ओ माझी दाइ ओ माझी दाइ ओ माझी दाइ पार लगाइदेऊ जिन्दगीलाई ओ माझी दाइ पार लगाइदेऊ जिन्दगीलाई ओ माझी दाइ। नानी आइ पो सकिछे। स्कुलको ड्रेसै नफेरि सुती छ। खाजा खान आइज चाँडो। प्रिया, के छ खबर? ठिक छ सबै। हेर्नुस् भाउजू, छोरी ठुली भइसकी। बढ्दै गरेको छोरीलाई बाहिर हिमचिम गरेको सुहाउँदैन र हिमचिम गर्न दिनु पनि हुँदैन। भर्खरै मैले तल बाटोमा एकजना केटासँग कुरा गरिरहेको देखिरहेको थिएँ। कोही साथी होला बाबु। नानी धेरै कसैसँग बोल्दा त बोल्दिन। होइन, आज साथी होला, भोलि त्यही साथीले बिगार्छ। त्यस्तो भनेर हुँदैन नि, ख्याल गर्नु पर्यो नि भाउजू। हुन त हो। बस्दै गर्नु बाबु, म दुध लिएर आउँछु, चिया खाएर जानु होला। हुन्छ। तँलाई थाहा छ
फालते रहो। केही त पक्कै भएको छ। म त तिम्रो बालापनदेखिको साथी हो। तिमी त पहिला यस्तो थिएनौ, के भयो भन त? ओहो, यतिसम्म भइसक्दा पनि कसरी मौन छौ तिमी? घरमा भन्नु पर्दैन? कसरी भनौँ म? आफ्नै घरभित्र आफ्नै आफन्तीबाट यसरी शोषण भइरहेकी छु भनेर। हिँड, म कुरा गर्छु तिम्रो घरमा। बुवाले हामीलाई छोडेर गएपछि हाम्रो सुख दुःखमा त्यो मान्छे साथ दिएको नाटक गरिरहेको छ। त्यसकारण आमाले मेरो कुरामा विश्वास नगर्नु होला कि भन्ने डर लाग्छ। यस्तो भनेर कहाँ हुन्छ? यो चुप लागेर बस्ने कुरै होइन। अहिले भन्नु उचित लाग्दैन भने बाँकी कुरा समय आएपछि भन्नुला घरमा। तिमी त्यो नर्क जस्तो जीवन कति दिन जिउँछौ? हुन त तिमी घरभित्रै पिल्सिएर बसेकी छौ। भन्न उचित हुन्छ या हुँदैन? मलाई विश्वास गर्छौ भने यहाँबाट कतै टाढा गएर बाँकी जीवन तिम्रो हात समातेर बिताउन चाहन्छु। मेरो बारेमा सबै कुरा थाहा पाइसक्दा पनि झुटो साथ दिने आश्वासन नदेखाऊ। भोलि बीच बाटोमै छोड्यौ भने? काल चाँडै आएर छुटिनु लेखेको छ भने त थाहा भएन। तिमीले नै छोड भने पनि तिमीलाई म छोड्दिनँ। अर्को कुरा, तिम्रो विगतसँग मलाई कुनै गुनासो छैन। बस तिम्रो हात समातेर बाँकी जीवन सँगै बिताउन मन छ। यसपछि जीवन र प्रियाले बाँकी जिन्दगीको अगाडिको यात्रा सुरु गरे। त्यसको केही समय पश्चात जीवन र प्रिया मिलेर प्रियाले भोग्नु परेको त्यो शोषणको विरुद्धमा आवाज उठाउँदै न्यायको माग गर्दै प्रशासन सामु पुगे।
प्रशासनले उनीहरूको सबै बयान लगिसकेपछि नेपाल प्रहरीले दोषीलाई आफ्नो नियन्त्रणमा लियो र मुलुकी अपराध संहिता 2074 को दफा 219 को उपदफा 2 को घका दैहिक अदालतले दोषीलाई 12 वर्ष जेल सजाय तोकियो। दोषीले सजाय पाए तापनि यो सबै कुरा थाहा पाउँदा प्रियाको आमा पनि छोरीले यस्तो यातना भोग्नु परेको कुरामा कहीँ कतै आमा भएर आफूले जिम्मेवारी पूरा गर्न नसकेको कुराले दुखी हुँदै छोरीसँग माफी मागिन्। दोषीले सजाय पाइसके पश्चात जीवन र प्रियाले जीवनको नयाँ अध्याय सुरु गरे, मतलब विवाह बन्धनमा बाँधिए। हामीलाई लाग्छ हाम्रो घरमा आफ्नो दिदी बहिनी छोरीलाई सबै कुरा चाहिए जति पुर्याइदिएका छौँ, खुसी छन्। तर यस्ता राक्षसी मुकुट लगाएर हाम्रो दिदी बहिनीलाई नर्क जस्तो जीवन जिउन बाध्य बनाउने यस्ता राक्षसहरू हाम्रो समाजमा घर घरमा भएको हामीलाई पत्तै हुँदैन। किनकि हामी त्यतातिर ध्यान नै दिँदैनौँ, किनकि हामीमा घमण्ड छ। म दाई हो, म दिदी हो, आमा हो, बाउ हो। कहिले आफ्नो दिदी बहिनी छोरीको साथी जस्तो भएर बोल्दैनौँ, कुरा सेयर गर्दैनौँ। हो, यही कारण समाजमा हाम्रा दिदी बहिनीहरूमाथि यस्ता अप्रिय घटनाहरू घटिरहन्छन् अनि प्रशासन र सरकारलाई दिनहुँ दोष दिनु बाहेक केही हुन्न। हामीलाई त खालि भाषण दिन आउँछ र कुनै अप्रिय घटना घट्नु पश्चात प्रशासन र सरकारलाई दोष दिन मात्र आउँछ। पहिला हामी आफ्नो घर समाजदेखि जिम्मेवार बनौँ अनि आइपरेको खण्डमा सरकारलाई गुहारौँ। जहिले प्रशासन र सरकारलाई मात्र दोष दिन बाहेक अरू केही काम छैन हाम्रो। अनि सरकार के हुँदैछ त यी हत्याकाण्डहरू हामीले बिर्सेका छैनौँ नि।